सम्पूर्ण साथीहरू स्वागत छ मेरो युट्युब च्यानल 2400 ब्लगमा। तपाईहरुलाई हाम्रो घुम्ने क्रममा चाहिँ इलामको कन्याम हुँदै मिरिक र दार्जिलिङ हुँदै अहिले ठ्याक्कै हामी यो जोर पोखरी भन्ने ठाउँमा आइपुगेका छौं। सो जोर पोखरीमा आउँदा समयमा चाहिँ यो कस्तो रहेको छ भन्ने खालको लोकेसन चाहिँ तपाईहरुलाई म देखाउन गएको छु। यो जोर पोखरीमा चाहिँ दुईवटा जोडी पोखरी रहेको छ। यो दुईवटा जोडी पोखरीमा चाहिँ यो एउटा पोखरी चाहिँ यो साइडमा रहेको छ भने अर्को पोखरी चाहिँ त्यो साइडमा रहेको छ। हाम्रो सर यहाँ आउँदै हुनुहुन्छ र हाम्रो टोलीहरु यहाँ जताततै अहिले घुम्ने क्रममा हुनुहुन्छ र यो पोखरी एउटा अत्यन्तै सुन्दर पोखरी रहेको छ। यो तपाईहरुले देख्न सक्नुहुनेछ। यो पोखरीको बीचमा एउटा नागको मूर्ति रहेको छ। अत्यन्तै ठुलो नागको मूर्ति रहेको छ। म तपाईहरुलाई जुम गरेर पनि देखाउन चाहन्छु। यो नाग सर्पको यो स्ट्याचु रहेको छ। पक्कै पनि यहाँ पहिला यहाँ यस्तो खालको सर्प थियो भन्ने नै यसले जनाउँछ जस्तो लागिरहेको छ। यहाँ एउटा अत्यन्तै ठुलो र सुन्दर पोखरी रहेको छ र अर्को पोखरी त्यो साइडमा रहेको छ। त्यो साइडको पनि म पक्कै पनि देखाउने छु। यसरी नै हाम्रो यात्रा भइरहेको छ। अत्यन्तै रमाइलो तरिकाले भइरहेको छ। हाम्रो बहिनीहरु भाइहरु चाहिँ यहाँ घुम्दै हुनुहुन्छ। ल हेलो सिजन, ल ठीक छ नि एकदम। अनि हाम्रो दार्जिलिङ सम्मको यात्रा कस्तो भयो, कस्तो अनुभव भयो भाइ? एकदम राम्रो राम्रो। अनि यता हाम्रो भाइ राम्रो भयो हैन? पहिलो पटक जेस राम्रो भयो। ल ठीक छ। अब यो अर्को पोखरीमा तपाईहरुले लाँदै छु। त्यो पोखरीमा के कस्तो छ यो अत्यन्तै यहाँ वरिपरि चाहिँ अत्यन्तै धुपी सल्ला जस्तै। यसको अर्थ यो धुपी जस्तो जुन रुखहरु देख्नुहुन्छ यो छाता जस्तो पनि देखिन्छ। यसको अर्थ पक्कै पनि यहाँ धेरै जाडो हिउँ पर्छ भन्ने नै हो। जहाँ जाडो मौसम र ठण्डा यो मौसमहरु हुन्छ त्यो ठाउँहरुमा चाहिँ यस्तो खालको रुख बिरुवाहरु चाहिँ हुन्छ। हामी सबैलाई नै थाहा छ। त्यसैले यो धेरै ठण्डा भएको हुने ठाउँ रहेको छ। यो अर्को पोखरी तपाईहरुलाई म देखाउन गइरहेको छु। यो पोखरी रहेको छ। यो जोर पोखरीको विशेषता भनेकै जोडी पोखरी रहेको छ। यो अत्यन्तै पोखरी पनि यो आर्टिफिसियल जस्तो पनि छ तर पक्कै पनि यो नेचुरल नै थियो। नेचुरललाई चाहिँ एउटा आर्टिफिसियल जस्तै कभर गरेको सिमेन्टेड वाल गरिएको छ। यो एउटा पोखरी भयो तपाईहरुले मैले देखाइसके र अर्को पोखरीको बारेमा पनि मैले देखाइसकेको छु र यहाँको वरिपरिको लोकेसन को बारेमा पनि तपाईहरुलाई देखाइसकेको छु। अब यहाँबाट म तल जाँदै छु। यहाँ हाम्रो म्यानेजमेन्ट टिम टोली साथी सरहरु चाहिँ छलफल गर्दै हुनुहुन्छ। अब यहाँदेखि हाम्रो कहाँको यात्रा हुनेछ र के गरिन्छ भन्ने कुरा नै उहाँहरुले छलफलमा व्यस्त हुनुहुन्छ। सम्पूर्ण साथीहरु यहाँ तलको जंगल चाहिँ कस्तो छ म तपाईहरुलाई देखाउन गइरहेको छु। यहाँ चाहिँ यस्तो धुपी सल्लाको बोट रहेको छ। अत्यन्तै यो विशाल घना जंगल रहेको छ। यहाँ घना जंगलको बीचमा दुईटा पोखरी रहेको छ। ल अब यहाँदेखि म यहाँ पर जाँदै छु। ल होइन 5:30 मा मात्र हुन्छ आज भोलि त ढिलो मात्र हुन्छ क्या भाइ। कति लाग्छ समय चाहिँ त्यहाँबाट? यहाँदेखि अब फेरि म माथि नै जाँदै छु। यहाँ माथि आज हजुर। ल यो चाहिँ सर जोर पोखरी हो। जोर पोखरीमा घुम्ने क्रममा हामी नेपालको इलाम कन्याम हुँदै दार्जिलिङ मिरिक घुम्ने क्रममा चाहिँ घुम्दै आज चाहिँ अहिले ठ्याक्कै हामी यो जोर पोखरी ठाउँमा पुगेका छौं सर। यहाँ पुग्दाखेरि चाहिँ अब तपाईसँग म छोटो कुराकानी गर्न चाहन्छु। तपाईलाई स्वागत छ मेरो युट्युब च्यानल 2400 ब्लगमा। तपाईले के हाम्रो यात्रा र अनुभवको बारेमा के बताइदिनुहुन्छ सर? यो एकदम यो पोखरीको विशेषता चाहिँ सर यो पोखरीको बीचबाट नाग उत्पत्ति भएर यहाँ पोखरी निर्माण भएको भन्ने एउटा जनविश्वास रहेछ। त्यसको लागि पोखरी संरक्षण र त्यहाँ नागको एउटा चाहिँ
चाहिँ स्ट्याचु रहेको छ। स्ट्याचु रहेको छ। यहाँनिर आसपासमा चाहिँ एउटा गार्डन चटक्क परेको यी धुप्पीका बुटाले यो ठाउँलाई एकदम आकर्षक गरेको छ। त्यस्तै गरेर यहाँ मासतिरपट्टि पार्कहरू फन पार्कहरू सामान्य तरिकाको राखेको छ। यहाँ आउने मान्छेहरू प्राय गरेर यहाँ आइसके पछाडि बाहिर निस्किनै चाहँदो रहेछन् सर। घुमै वरिपरि यताउति यो पोखरीको दृश्यदेखिको लिएर यो वरिपरि यो धुप्पीको दृश्य है हजुर यस्तो मजाको छ। धुप्पीको दृश्य पोखरी यता पनि पोखरी छ मजाको हेर्दै आकर्षक खालको। आज अलिक चिसोसम्म मौसम हजुर यो रमाइलो छ सर। यो दार्जिलिङबाट फर्किँदाखेरि त दार्जिलिङको बजारको क्राउडले गर्दा दिमाग ह्याङ भइरहेको बेलामा यहाँ आएपछि चाहिँ आनन्द फिल हुँदो रहेछ सर। हो ल हस् त धन्यवाद सर। तपाईँले हाम्रो यात्राको बारेमा साथै यो जोरपोखरीको बारेमा तपाईँले आफ्नो भनाइ र हाम्रो तपाईँको यात्राको केही कुराहरू राख्नुभएकोमा धेरै धेरै धन्यवाद दिँदै यहाँ पक्कै पनि धेरै जाडो रहेछ भन्ने कुरो चाहिँ यहाँको धुपी सल्लाह छाता जस्तो जुन रुख भएपछि पक्कै पनि ठन्डा रहेछ भन्ने कुरो हामीलाई पक्कै पनि थाहा हुन्छ होइन। त्यसैले सम्पूर्ण साथीहरू यो जोरपोखरीको बारेमा तपाईँहरूलाई देखाउँदै हाम्रो मिसहरू हाम्रो बहिनीहरू यहाँ फोटो सेसनमा निकै जाडो अवस्थामा हुनुहुन्छ भन्ने कुरो यहाँको उहाँहरूको पोजिसनले पनि थाहा हुन्छ होइन। ल पक्कै पनि जाडो छ। अब यहाँ घुम्दै 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 तपाईँहरूले चाहिँ यहाँको टोटली लोकेसन यहाँको तपाईँ जता जता हुनुहुन्छ जतै भए पनि तपाईँ चाहिँ यहाँ आएर यही ठाउँमा घुम्दै हुनुहुन्छ जस्तै गरी चाहिँ तपाईँहरूलाई प्रस्तुत गर्दैछु यो मेरो भिडियो मार्फत हाम्रो सरहरू उता जाँदै हुनुहुन्छ। हस् त सम्पूर्ण साथीहरू यसरी नै हाम्रो घुम्ने क्रममा चाहिँ विभिन्न ठाउँहरू घुम्यौँ। यसरी घुम्दै चाहिँ हाम्रो आउने जाने क्रममा चाहिँ हाम्रो ठ्याक्कै अब मनप्रसाद सर हाम्रो विद्यालयको हेड सर पनि मैले ठ्याक्कै भेटिहालेँ। ल तपाईँलाई पनि स्वागत छ सर। अब हाम्रो नमस्कार लगभग हाम्रो यात्रा अन्तिम चरणमा आइपुगिसकेको छ। इन्डियाको चाहिँ लगभग अन्तिम चरण यो जोरपोखरी भन्ने ठाउँमा छौँ हामी। हजुर अब लगभग अब हामी नेपालको चाहिँ सीमातिर हजुर फर्किने क्रममा छौँ। ल हस् त सर हाम्रो यात्रा राम्रै भएको छ होइन। अब पनि अझै पनि एक दिन बाँकी छ। अब एक दिनको हाम्रो यात्रा पनि सफल रहोस्। यसरी नै हामी चाहिँ सबैजना चाहिँ राम्ररी चाहिँ हामी घरमा पुग्न पाऊँ भन्ने आशा राख्दै सबैलाई र तपाईँलाई पनि धन्यवाद दिँदै हाम्रो छोटो मैले भिडियो चाहिँ प्रस्तुत गर्न मौका पाएँ त्यसको लागि चाहिँ तपाईँहरूलाई पनि धन्यवाद दिँदै आजको मेरो छोटो युट्युब च्यानलमा तपाईँहरूको भिडियो तपाईँहरूको लागि भन्दै म बिदा हुन चाहेँ। हस् त धन्यवाद।